नमस्ते साथीहरू, आज हामी टिकटकमा भाइरल भइरहेको सुजीको डुनर बनाऊ है त। त्यसको लागि चाहिन्छ प्यान बसाल्यो अनि त्यसको लागि थोरै तेल हालेँ अनि स्वाद अनुसार जिरा हालेको। जिरा चाहिँ आफ्नो जिरा ज्वानो जे पनि हाल्न सक्नुहुन्छ। म चाहिँ जिरा हालेँ अनि त्यसपछि सुजी 1 कचौरा लिएको छु। सुजी सबै हालेँ अनि त्यसलाई गोल्डन ब्राउन हुने बेलासम्म चलाउँदै पकाउनु पर्छ। अनि म चाहिँ ठुलै टेम्परेचर हाई नै राखेर हुर्दैछ है। मजाले भुर्दैछु। म सोलो प्यारेन्टिङ गर्ने भएको भएर बच्चा सब जति बेला पनि मसँग नै बसिरहेको हुन्छ कि। भुर्दैछु, गोल्डन ब्राउन हुने बेलासम्म भुट्नुपर्छ। नचल न सानो भुट्यो अनि आफूलाई गोल्डन ब्राउन भयो जस्तो लाग्यो। उसलाई हेर्नु न, बेबीसँगै हुन्छ कि कहाँको भाँडा निकालेर खेल्दैछ। गोल्डन ब्राउन हुने बेलासम्म भुट्ने। अब भयो जस्तो लाग्यो भने चाहिँ अफ गर्ने टेम्परेचर। अनि अघि आलु उसिनेको म्यास गरेर राखेको थिएँ। अनि अघि राखेको वाला सुजीमा आफूलाई कति चाहिन्छ पानी त्यही अनुसार राख्ने। मैले चाहिँ अलिकति बढी राखेको छु किनभने चलाइराखेर बनायो भने अलिकति स्मुथ हुन्छ जस्तो लागेको भएर। आफूलाई कति चाहिन्छ पानी त्यही अनुसार राखे पनि हुन्छ। अनि भन्नु बिर्सेछु, मैले यसमा स्वाद अनुसार नुन, थोरै जिराको धुलो पनि राखेको छु। अब हजुरको बच्चाले पिरो खान्छ भने पिरो राख्दा पनि भयो, होइन अरू मसलाहरू राख्दा पनि हुन्छ। ल यतिको बाक्लो हुने गरेर चाहिँ चलाउँदै पकाउँदै गर्ने। अनि यो पाकिसकेछ है सुजी चाहिँ। अनि त्यसपछि अब यो पाकिसकेको सुजीमा चाहिँ अघि मैले अफ गरेँ अनि अघि मैले म्यास गरेर राखेको आलु पनि त्यसमै राखेँ। अनि दुईटालाई मिक्स गर्ने अनि यत्तिकै चलाउँदै मिक्स गऱ्यो भने पनि हुन्छ, नभए हातले गरे पनि हुन्छ। मतलब मैले त्यस चम्चाले नै गराएँ। अनि त्यसपछि यसलाई आफ्नो कस्तो सेप दिनु मन लाग्छ त्यसरी दिने। मैले चाहिँ 3टा सेपमा बनाएको छु। मेरो बच्चाले अलिकति हेर्ने बेला पनि रमाएर खाओस् न सेप हेरेर। अन्त यो भाँडामा चाहिँ मैले तेल हालेँ अनि पकाउनको लागि राखिदिएँ। डिप फ्राई गरे पनि हुन्छ, होइन अलरेडी पाकिसकेको हुन्छ खानेकुराहरू, हल्का पकाए पनि हुन्छ। ल मेरो बच्चालाई मैले मायो र केचपसँग सर्भ गरेँ। ल मिठो मानेर खाँदैछ। ल सुरुमा चाहिँ उसले सस नै चाख्दैछ। मैले मिठो छ भनेर सोधेको, मिठो छ भन्छ हेर्नु है। ल सबै खाएर सिधा थियो मेरो बाबुले चाहिँ। मिठो छ अरे। थ्याङ्क यू।